तनहुँमा रहेको थानीमाई माताको दर्शनपछि चितवन आउने क्रममा बाटोमा यस्तो के भयो त यो सब म बताउनेवाला छु आजको मेरो यो मिनी ब्लगमा। सो हेलो गाइज, इट्स मी पारस तामाङ। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। करिब तनहुँमा मेरो 2 दिनको बसेपछि चाहिँ म चाहिँ आज फाइनली चितवन घर फर्किँदैछु। अनि चितवन घर फर्किनुभन्दा अगाडि चाहिँ हामी जाँदैछौँ तनहुँमा रहेको थानीमाई माताको दर्शन गर्नतर्फ। अनि म तनहुँ आउनुको मुख्य कारण भनेको नै थानीमाई माताको दर्शन गर्नु हो भन्दाखेरि पनि फरक पर्दैन होला है त गाइज। किन भन्दाखेरि चाहिँ म चाहिँ आजभन्दा 1 वर्ष अगाडि चाहिँ थानीमाई माताको दर्शन गर्न आएको थिएँ साथीहरूसँग मिलेर। सो त्यतिखेर चाहिँ मैले केही कुराहरू भाकल राखेको थिएँ, त्यो कुराहरू चाहिँ मेरो सबै पुरा भएको थियो। सो त्यही कारणले चाहिँ म चाहिँ आएको थिएँ थानीमाई माताको दर्शन गर्नतर्फ। अनि हजुरहरू चाहिँ को थानीमाई माताको दर्शन गर्नु आउनुभएको छ मलाई कमेन्ट गर्नु होला है त गाइज। अनि बिहान उठ्ने बित्तिकै साथीहरूसँग मिलेर यसरी थानीमाई माताको दर्शन गर्न जाँदाखेरि त एकदम मजा आइरहेको थियो र त्यहाँको वातावरण पनि एकदम सुन्दर र रमणीय थियो। साथीहरूसँग मिलेर करिब 1-1.5 घन्टाको हिँडाइपछि चाहिँ हामी फाइनल्ली थानीमाई माताको गेटमा पुगेको थियौँ या ढोकामा पुगेको थियौँ। अनि त्यहाँ पुग्ने बित्तिकै यति धेरै आनन्द र मजा आएको थियो कि गाइज त्यो त मैले शब्दमा केही बयानै गर्न सक्दिनँ है त गाइज। त्यहाँको दृश्यहरूले मलाई एकदम मन मोहित गरिरहेको थियो। अनि हजुरहरू पनि यहाँ आउन चाहनुहुन्छ भने चाहिँ तपाईँहरू सबैभन्दा पहिला चाहिँ डुम्रेमा झर्नुपर्ने हुन्छ है त गाइज। अनि हजुरहरूलाई चाहिँ यहाँको लोकेसन थाहा छैन भने चाहिँ मैले लोकेसन पनि राखिदिन्छु है त गाइज। अनि त्यहाँ पुगेको त मन्दिरको हालत चाहिँ यस्तो रहेछ क्या गाइज। अनि त्यसपछि एकैछिनपछि चाहिँ त्यहाँनिर हामीले थानीमाई माताको दर्शन गरिसकेपछि चाहिँ फाइनल्ली हामी चाहिँ घर फर्किनुतिर लाग्यौँ। थानीमाई माताको दर्शन गरेर आउने क्रममा चाहिँ साथीहरूसँग यसरी मिलेर रमाइलो गर्दै तल झऱ्यो कि तल झर्दाखेरि त कतिखेर तल झऱ्यो भनेर त पत्तै भएन। अनि फाइनल्ली साथीको घरमा आउँदाखेरि त साथीको बाबाले त मासु र भात बनाएर राखिदिनु भएको रहेछ। अनि मासु र भात खाएर चितवन आउने क्रममा त मेरो फलोवर्स पो भेट्छु त बा मेरो भ्युवर्स। सो भाइसँग पनि एकैछिन कुराकानी गरेर हामी चाहिँ लाग्यौँ चितवनतर्फ। अनि चितवन आउने क्रममा चाहिँ बाटो त एकदम खुलेको थियो मौसम, तर बाटोमा हामीलाई चाहिँ पानीले पनि रुजायो। अनि एकैछिनपछि चाहिँ हामी मुगलिन पुग्नु लाग्दाखेरि चाहिँ हामीले चाहिँ यहाँनिर झर्ना देख्यौँ। अनि यो झर्नाको नाम चाहिँ के होला त्यो कमेन्ट गरिदिनु होला है त गाइज। अनि हजुरहरू चाहिँ को यो झर्नामा या यो पार्कमा आउनुभएको छ मलाई कमेन्ट गर्नु होला है त गाइज। अनि यो पार्कको नाम चाहिँ के हो मलाई कमेन्ट गर्नु नछुटाउनु होला है त गाइज। मलाई चाहिँ यहाँनिर जाने बित्तिकै त टिकट पो काट भन्यो। अनि 2 जना साथी र मेरो चाहिँ टिकट काट्यौँ। अनि टिकटको मूल्य चाहिँ 50 रुपियाँ थियो है त गाइज। अनि भित्र जाँदाखेरि चाहिँ केही पनि छैन होला भनेर गएको त ल जलपरीले त हामीलाई स्वागत गरि त हाल्यो। त्यसपछि हामी सबैजना मिलेर लाग्यौँ पार्क घुम्नको लागि। अनि पार्कमा त एकदम राम्रो चित्रहरू पनि रहेछ। अनि सबैभन्दा मलाई मनपर्ने चित्र चाहिँ यो हाम्रो हात्तीको चित्र थियो। हात्तीको हो कि गणेश भगवानको हो यो कमेन्ट गर्नु होला है त गाइज। अनि त्यहाँनिर एकैछिनको रमाइलो दृश्यहरू कैद गरिसकेपछि चाहिँ हामी लाग्यौँ हाम्रो गन्तव्यतिर यानि कि घरतिर। अनि घर जाने क्रममा चाहिँ हाम्रो स्कुटरको पेट्रोल पनि सकेको थियो। सो अनि पेट्रोल पनि हाल्यौँ हामीले। अनि खाजासाजा पनि खायौँ भन्दा पनि त्यस्तो खाजा त खाएनौँ हामीले, चटपट खायौँ। अनि त्यसपछि लाग्यौँ हामी चितवनतर्फ। करिब 1 घन्टाको यात्रापछि चाहिँ हामी फाइनली नारायणघाट आइसकेको थियौँ। नारायणघाटमा आइसकेपछि चाहिँ पानीले पनि रुजाएको थियो। सो एकैछिन त्यहाँ बस्दाखेरि त अँध्यारो पनि भइसकेको थियो। अनि चितवन आउँदाखेरि चाहिँ एकदम गर्मी भएको थियो, किन भन्दाखेरि चाहिँ तनहुँमा चाहिँ एकदम शीतल थियो। सो अनि आजको मेरो मिनी ब्लगमा चाहिँ यति नै भन्न चाहन्छु। अनि मेरो नेक्स्ट भिडियो चाहिँ भोलि आउँछ। सो भोलि आउँछ है त गाइज, बाई।